नमस्ते सबैलाई। हजुरहरूले स्वागत गर्न चाहे मेरो अर्को नयाँ भिडियोमा। यो चाहिँ मेरो च्यालेन्जको तेस्रो दिन यानि डे 3 हो हैन। यहाँसम्म आइपुगेर चाहिँ मैले के सुधार गरेँ भन्दाखेरि आफ्नो रुमबाट चाहिँ करिबन बाहिर निस्किन सकेँ हैन। मेरो भिडियोमा खासै अहिले भ्युज पनि आएको छैन र सब्सक्राइबरहरू पनि बढेको छैन, तर पनि म डिमोटिभेट नभइकन आफ्नो च्यालेन्ज पुरा गर्नलाई म मेहनत लगातार गरिरहनेछु। अनि मलाई थाहा छ मेहनतको फल राम्रै आउँछ भनेर हैन। त्यो भएर मैले चाहिँ लगातार मेहनत गर्न छोड्दिनँ, लगातार मेहनत गरिरहेको छु र बेकारमा त्यो रिल्सहरू हेरेर घन्टो बर्बाद गर्नुभन्दा बरु हैन आफैले केही क्रिएट गर्छु भनेर त्यो सोच लिएर चाहिँ मैले भिडियो क्रिएट गर्न थालेको हैन। ठिक छ, अहिले सब्सक्राइबर छैन, भ्युज आउँदैन, के मुस्किल भएन हैन। पछि अब मेहनत गर्दै जान्छु, पछि होला नि त। तपाईँहरूले पनि अब केही सोचिराख्नु भएको छ भन्दैन होइन, त्यो कुरा चाहिँ आजैबाट सुरु गर्नु भनेर म पनि यो सन्देश पनि दिन चाहन्छु होइन। हजुरले सोचेर मात्र चाहिँ के हुँदैन, तपाईँहरूको 2 वर्ष 3 वर्ष चाहिँ त्यसै खेर जान्छ होइन। त्यसले यदि माइन्डमा कुनै पनि कामलाई लिएर तपाईँहरू सोचिराख्नु भएको छ भने चाहिँ त्यसलाई चाहिँ तपाईँहरूले आजैबाट सुरु गर्दा हुन्छ चाहिँ यही हुन्छ होइन। अब ठिक छ, अब सुरुमा त्यस्तै उस्तै हुन्छ होइन। अब मेहनत गर्नुहोस्, कन्सिस्टेन्सी दिएर चाहिँ अब त्यो कामलाई पुरा गर्ने भनेर सोच राखेर गर्नुहोस्, तपाईँ अवश्य सफल हुनुहुन्छ होइन। मैले नि त्यही हो, अब घन्टौँसम्म म रिलहरू हेर्थेँ होइन। त्यत्तिकै मेरो टाइम त बर्बाद भयो, तर पनि अब अलिक पछाडि चाहिँ यसो सोचेँ आफूले होइन। त्यो समयमा बरु आफूले केही बनायो भने त हुन्छ नि त, केही गर्नु न भनेर चाहिँ अनि भिडियो सुरु गरेँ मैले। यदि तपाईँहरूलाई नि केही सोचिराख्नु भएको छ भने कामको बारेमा होइन, आजैदेखिको सुरु गरिहाल्नुहोस् त्यसलाई चाहिँ। त्यति भन्दै आजको भिडियो पनि यहीँनिर समाप्त गर्न चाहन्छु। हस्त, जय नेपाल।